जीवित परमप्रभुको नाममा जयमसी टक्राउन चाहन्छु यहाँहरू सम्पूर्णलाई। प्रभुको वचनले हामीलाई के भन्नुहुन्छ भने, हामी पापका लेखी मरेर धार्मिकताको लेखी जिउँ भने उहाँले क्रुसमा आफ्नै शरीरमा हाम्रा पाप बोक्नुभयो। उहाँकै चोटहरू तिमीहरू निको भयो। फर्स्ट पत्रुस 2:24 यो वचन लेखिएको छ। हुन्छ, प्रभुले यहाँहरू सबैलाई आशीष दिउन्। प्रभु चाहिँ हाम्रो पापका लेखी उहाँ मर्नुभयो। उहाँ चाहिँ सबै कुरा हाम्रो लागि गर्नुभएको छ। अब हामीलाई उद्धार गर्नको लागि, उहाँले हामीलाई निको बनाउनको लागि हाम्रो सबै दुःख कष्ट सबै कुरा उहाँले सहनु भएको छ। अनि उहाँले हामीलाई चाहिँ उहाँले आशीष दिन चाहनुहुन्छ। उहाँको इच्छा जनमा हामीलाई डोराउन चाहनुहुन्छ। यस कारणले उहाँको इच्छा जनमा हामी चल्नुपर्छ। हामीलाई वचनले भनेअनुसार नै हामी जीवन जिउँ भने, प्रभुको इच्छा अनुसार चल्यौँ भने प्रभुले हामीलाई सबैलाई आशीष गर्नुहुन्छ भन्न चाहन्छु। धन्यवाद हजुरहरूलाई पनि सुन्नुभएको लागि। प्रभुले आशीष गरून्। जय मसीह टक्राउन चाहन्छु परमप्रभुको नाममा। यस्तै होस्।